के नेपाली क्रिकेटमा अब क्रान्ति आउँदैछ? लिग 2 देखि युरोपको मैदानसम्म के हुँदैछ त नेपालको क्रिकेट टिममा? आजको भिडियोमा हामी नेपाली क्रिकेटका हरेक कुना काप्चा खोतल्नेछौँ। यदि तपाईँ पनि नेपाली क्रिकेटको साँचो फ्यान हुनुहुन्छ भने भिडियोको अन्त्यसम्म नछुटाई हेर्नुहोला, किनकि अन्त्यमा एउटा यस्तो खुलासा छ जसले तपाईँलाई चकित पार्नेछ। एउटा यस्तो देश जसको भूगोल हिमालले घेरिएको छ, एउटा यस्तो टिम जसको इतिहास सङ्घर्षले कोरिएको छ। आज हामी केवल तथ्याङ्कको कुरा गर्दैनौँ, आज हामी हाम्रा नेपाली क्रिकेटको मुटुको धड्कन सुन्नेछौँ। जब टिभीमा नेपाली जर्सी देखिन्छ तब सीमापारी होस् वा विदेशको कुनै कुनामा हरेक नेपालीको अनुहारमा एउटै चमक हुन्छ, आशा। त्यो आशा जुन कहिले हार मान्दैन। आजको यो भिडियोमा हामी लिग 2 को त्यो उतार चढाव, बेल्जियमको EU T20 मा नेपाली खेलाडीको दबदबा र विश्व वरियतामा हाम्रो स्थानको चिरफार गर्दैछौँ। यो लामो यात्रामा तपाईँ र हामी मिलेर नेपाली क्रिकेटको भविष्य कोर्नेछौँ। यो भिडियोको अन्त्यसम्म आइपुग्दा तपाईँलाई लाग्नेछ नेपाली क्रिकेट अब रोकिने छैन। हामीले कहाँबाट सुरु गरेका थियौँ? धुलो उठेको ती साना चौरहरू जहाँ एउटा टेनिस बलको भरमा हामीले विश्व जित्ने सपना देख्यौँ। कतिपयले हाँसे, कतिपयले भने नेपाली क्रिकेट कहिले जित्ला र? तर तिनै खेलाडीहरूले प्रमाणित गरिदिए भिजा वा सुविधाले होइन, आत्मबलले इतिहास लेखिन्छ। त्यो भावुक पल सम्झनुहोस् त, जब हामीले पहिलो पटक विश्वकपमा स्थान बनायौँ। ती आँखाहरूमा देखिएको आँसु, मैदानमा ढलेका ती खेलाडीहरू र विजयको त्यो पहिलो र्याली, ती सबै हाम्रा गौरव हुन्। यो केवल खेल होइन, यो करोडौँ नेपालीको सामूहिक प्रार्थना हो। जब हाम्रा बलरहरूले बल थ्रो गर्छन् तब एउटा सिङ्गो राष्ट्रको आशाले त्यो बलको गति बढाउँछ। हामीले धेरै हार बेहोर्यौँ, तर हरेक हारपछि हामी अझ बलियो भएर फर्क्यौँ। अब कुरा गरौँ ICC क्रिकेट वर्ल्ड कप लिग 2 को। यो केवल एक सिरिज होइन, यो 2027 को विश्वकपको प्रवेशद्वार हो। हाल हामी लिगको कठिन मोडमा छौँ। 28 खेलमा 24 अङ्क, बाटो अप्ठ्यारो छ तर असम्भव भने छैन। हाम्रो टोलीको वर्तमान अवस्थाले देखाउँछ कि हामीसँग ब्याटिङमा गहिराइ छ, तर कतिपय खेलमा हामीले फिनिसिङ गर्न चुकेका छौँ। लिग 2 को बाँकी खेलहरूमा अब हामीलाई धैर्यता र आक्रामकताको सन्तुलन चाहिएको छ। मुख्य प्रशिक्षकको रणनीति स्पष्ट छ, नतिजाको दबाव नलिकन आफ्नो स्वाभाविक खेल खेल्ने। हामीले प्रत्येक डट बलमा ध्यान दिनुपर्छ, किनकि लिग 2 मा हरेक एक रनले टेबलको वरियतालाई बदल्न सक्छ। नेपाली क्रिकेट अब नेपालमा मात्र सीमित छैन। बेल्जियमको EU T20 लिगमा हाम्रा खेलाडीहरूको सहभागिताले एउटा नयाँ सन्देश दिएको छ। नेपाली खेलाडीहरू विश्वस्तरीय छन्। रोहित पौडेल, दिपेन सिंहरी, ललित राजवंशी, गुलशन झा, अनिल शाह, ईशान पाण्डे, आसिफ शेख र सन्दीप लामिछाने। जब यी नामहरू विदेशी लिगमा बच्छन् तब नेपाली क्रिकेटको ब्रान्ड भ्यालु बढ्छ। उनीहरूले त्यहाँ सिक्ने ती साना साना प्राविधिक कुराहरू, जस्तै बल स्विङ गराउने तरिका वा कठिन अवस्थामा रन जोड्ने कला, त्यसले हाम्रो राष्ट्रिय टिमलाई अझै झन बलियो बनाउनेछ। बेल्जियमको चिसो मौसम र त्यहाँको फरक पिचले हाम्रो खेलाडीहरूलाई जुनसुकै परिस्थितिमा खेल्न सक्ने एबिलिटी सिकाएको छ। यो अनुभवले 2026 को अन्त्य र 27 को सुरुवातमा नेपाली टोलीलाई कस्तो फाइदा पुर्याउँछ त्यो हेर्न बाँकी नै छ। अहिलेको ताजा वरियतालाई हेर्ने हो भने नेपाल ODI मा 17औं र T20 मा 15औं स्थानमा छ। धेरैलाई लाग्न सक्छ यो धेरै होइन, तर विचार गर्नुहोस्, हामीले केही वर्ष अघि मात्र यो स्थान पाएका हौँ। हाम्रो मुख्य रणनीति अब के हुनुपर्छ? पहिलो, पावर प्लेमा विकेट बचाएर रन जोड्ने। दोस्रो, मिडल ओभरमा स्पिनरहरूको जादुलाई कायमै राख्ने। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण, फिल्डिङ। हामीले अन्तर्राष्ट्रिय मञ्चमा धेरै क्याच छुटाएका छौँ, जसले खेलको नतिजा बदलिएको थियो। हाम्रा बलरहरूले राम्रो गर्दैछन्, तर ब्याटरहरूले अन्तिम 5 ओभरमा कम्तीमा 60 रन जोड्ने लक्ष्य राख्नुपर्छ। युवा प्रतिभाहरूलाई मौका दिने र पुरानो पुस्ताको अनुभवलाई संयोजन गर्ने हाम्रो हाइब्रिड मोडल नै नेपालको सफलताको साँचो हो। नेपाली क्रिकेट एउटा यस्तो यात्रा हो जसको गन्तव्य अझै टाढा छ। कहिलेकाहीँ हामी हार्छौँ, खेलाडीहरूको आलोचना हुन्छ, तर याद राख्नुहोस्, ती खेलाडीहरूले हाम्रो देशको झन्डालाई विश्वमा चिनाइरहेका छन्। उनीहरूलाई तपाईँको साथको खाँचो छ, आलोचनाको होइन, हौसलाको। आउनुहोस्, हामी सबै मिलेर नेपाली क्रिकेटको यो महायात्रामा सहभागी बनौँ। ढिलो वा छिटो हामी विश्वकपको ट्रफी उचाल्ने दिन पनि देख्नेछौँ, किनभने यो देशमा क्रिकेट केवल खेल होइन, एउटा धर्म हो। नेपाली क्रिकेटको हरेक पल, हरेक अपडेट र हरेक ऐतिहासिक जितको साक्षी बन्न चाहनुहुन्छ भने अहिले नै हाम्रो च्यानललाई सब्स्क्राइब गरिहाल्नुहोस्। हामीसँग जोडिनुहोस्, किनकि नेपाली क्रिकेटको यात्रामा तपाईँको साथ बिना हामी अपुरो छौँ। यो भिडियोलाई लाइक गर्नुहोस् र कमेन्टमा लेख्नुहोस् जय नेपाल। हामी हरेक पल तपाईँलाई नेपाली क्रिकेटसँग जोड्ने बाचा गर्छौँ। अर्को भिडियोमा भेटौँला, तबसम्मको लागि जय नेपाल, जय नेपाली क्रिकेट।